पानी बढी खानुपर्छ है, पानीले के गर्छ बडी हाइड्रेट गर्छ भन्छौँ है। हेर्नुहोस् यो एकदमै पार्सल के भन्छ अधुरो इन्फर्मेसन हो हैन। पानीले मात्रै बडी हाइड्रेट गर्दै गर्दैन है, पानी साथसाथै ह्युमन बडीलाई अरू विभिन्न किसिमको इलेक्ट्रोलाइटहरू पनि चाहिन्छ, जस्तो सोडियम, म्याग्नेसियम हैन, पोटासियम, क्याल्सियम, क्लोराइड, यो सबै इलेक्ट्रोलाइट चाहिन्छ के गरी हामी प्रपर हाइड्रेसनको कुरा गर्छौँ भने। किनकि हामी जति धेरै पानी खान्छौँ हेर्नुहोस् त्यति लेभलमै हामी इलेक्ट्रोलाइटहरू लुज गर्न थाल्छौँ हेर्नुहोस्। त्यही भएर पानी बढी खायो भने हाइड्रेसनको नाममा उल्टो हामी हाम्रो ह्युमन बडी डिहाइड्रेसनतिर चाहिँ गइरहेछ हेर्नुहोस्। त्यही भएर पानी त चाहिन्छ र साथसाथै यो इलेक्ट्रोलाइटहरू पनि एकदमै इम्पोर्टेन्ट छ। र केही गरी हाम्रो ह्युमन बडीमा यो इलेक्ट्रोलाइटको डिसब्यालेन्स भयो हैन, फ्लुइडको इम्ब्यालेन्स भयो भने हामी विभिन्न किसिमको प्रब्लमहरू फेस गर्न थाल्छौँ, जस्तो मसल्स विकनेस हैन, राति सुतिरहेको बेला के हुन्छ खुट्टा बाम्लिन थाल्छ है, यो पनि वान अफ द मेन कारण भनेको इलेक्ट्रोलाइटको डिसब्यालेन्स छ तपाईको बडीमा। त्यस्तै गरी तपाईको पाल्पिटेसन हुन थाल्छ, इरेगुलर हार्टबिट हुन थाल्छ हैन। अब त्यस्तै गरी माउथ ड्राई हुन थाल्छ, कन्स्टिपेसन हुन थाल्छ हेर्नुहोस्। यो सबै कुरा भनेको इलेक्ट्रोलाइटको डिसब्यालेन्स भयो तपाईको बडीमा। र एउटा अचम्म कुरा छ, हामीलाई अझ बढी तिर्खा पनि लाग्न थाल्छ र हामी के गरिदिन्छौँ झन् बढी पानी खाइदिन्छौँ र त्यसले गर्दा के हुन्छ झन् यो फ्लुइडहरू जति पनि भने यो मिनरल्सहरू लुज गर्न थाल्छौँ। र के गरी यो लङ रनसम्म कन्टिन्यू हुन्छ भने तपाईको दिमागको सेलहरू हैन, ब्रेन सेलहरू स्वेल हुन थाल्छ हेर्नुहोस्, यस्तो प्रब्लमहरू क्रिएट हुन थाल्छ। त्यही भएर हेर्नुहोस् पानी त चाहिन्छ, पानी साथसाथै यो इलेक्ट्रोलाइटहरू पनि एकदमै इम्पोर्टेन्ट छ। हामी जति लेभलमा पानी बढाउँछौँ त्यति लेभलमा हामीले इलेक्ट्रोलाइटहरू पनि खानुपर्छ है। र एउटा नर्मल ह्युमन बडीको कुरा गर्ने हो भने 2 देखि 3 लिटर भन्दा बढी ह्युमन बडीलाई चाहिँदैन। एउटा एभरेज ह्युमन बडीको म कुरा गरिरहेको छु हैन, 2 देखि 3 लिटर भन्दा बढी चाहिँदैन। र यो मैले सिर्फ त्यो प्लेन वाटरको मात्रै कुरा गरिरहेको छैन, जुन हामी खानपिनबाट पनि पानी धेरै पाइरहेको हुन्छौँ हैन, त्यो पनि एड गरिरहेको छौँ यो 2 देखि 3 लिटरमा। त्यही भएर हेर्नुहोस् पानी त चाहिन्छ, त्यही लेभलमा हामीलाई इलेक्ट्रोलाइट पनि चाहिन्छ। के गरी पानी हामी एकदमै बढाउँछौँ भने 4 लिटर 5 लिटर हैन खान्छौँ भने इलेक्ट्रोलाइट पनि हामीले बढाउनु पर्छ, नभए के हुन्छ बडी खतम हुन्छ र यो फ्लुइड इम्ब्यालेन्स हुन्छ, विभिन्न किसिमको मैले जति पनि प्रब्लमहरू भने त्योभन्दा अझ डेन्जरसै हुन्छ हेर्नुहोस्, कोमामा जानेदेखि लिएर डेथ पनि हुन्छ, ब्रेन सेलहरू बढी स्वेल भएर है। त्यही भएर पानी चाहिन्छ, साथसाथै इलेक्ट्रोलाइट पनि चाहिन्छ है, केही गरी प्रपर हाइड्रेसनको कुरा गर्छौँ भने।